हेलो गाइज नमस्ते। म चाहिँ आज घट्टा जान लाग्छु है। यतातिर हामी घट्टामा पिस्छौँ, हामी कहाँ मिल्नुहुँदैन। सो म चाहिँ घट्टा जान लागेको छु। मेरो यसमा पिसन छ, सायद नदेखिन पनि सक्छ। मैले देखाउन मिल्दैन, मसँग पानी पर्ने मात्रै भएको कारणले गर्दाखेरि हामीले घट्टा पिस्न पनि पाएको छैन है। म चाहिँ घट्टा पिस्न जाँदैछु। सो घट्टा पनि देखाउँछु म अहिले। सबैजनाले यो भिडियो अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु। मेरो ओठ फुटेर हेर्नु न यस्तो भएको छ, यस्तो धेरै ओठ फुट्छ क्या मेरो गाउँतिर आयो भने है। फेरि हेर्नुहोस् न, यो बाटो चाहिँ राम्रो छ हाम्रो। जस्तो जे भए पनि यो चाहिँ खोला गाउँ यो यहाँ छ है। हाम्रो गाउँ चाहिँ होइन, यो पाखाबाडा भन्छ यसलाई चाहिँ। यस्तो गाउँ छ। यस्तो म चाहिँ त्यो खोलामा जाँदैछु। घट्टा त्यता छ है साथीहरू। हाम्रोतिर चाहिँ घट्टा हुन्छ, मिल चाहिँ हुँदैन। आज चाहिँ मलाई जान लाग्यो। म चाहिँ अब सधैँ आफ्नो जे भए पनि जसले सक्यो त्यसले गर्नुपर्ने काम हो। आज चाहिँ मलाई जान मन लागेर चाहिँ म घट्टा गएको छु। मेरो आन्टी चाहिँ बाख्रा हेर्न जानुभएको छ। अङ्कल बिरामी नै हुनुहुन्छ। सो भाइहरू कामतिर बिजी भा भएर अनि म चाहिँ यता आएको। गाउँघरको लाइफ यस्तै छ साथीभाइहरू है। गाउँघरको जिन्दगी सधैँ सुख नै हुन्छ भन्ने हुँदैन। गाउँघर यस्तै हुन्छ, राम्रो छ। म चाहिँ भारी कहिले नै नबोकेको भएर होला, धेरै समय पछि नै बोकेको भएर होला मलाई चाहिँ अलिकति दुख्ने लाग्छ है। टाउको दुख्ने जस्तो न कस्तो। अहिले त धेरै विकसित भएको साथीहरू। पहिला हामीले चाहिँ यतादेखि पानी बोकेर खाएको है। यहाँ तल कुवा भन्ने छ। अब हामी त नाउलो भन्छौँ है। पहिला त्यही नाउलोमा धारा पाइप जोडेर अनि धारा बनाएर पानी लिने गरेको है। यहाँनिर यो चाहिँ पहिला खान्थेँ। त्यसपछि म पहिला नै तलतिर गइसकेपछि आजभोलि त घरमा धाराहरू आइसकेको छ है। त्यही भएर अलिक सुविधा नै छ अहिले भनौँ। सुविधा नै छ। सो अलिअलि त अब भइहाल्छ है। म चाहिँ जान लागेको छु। कति टाइम लाग्छ, थोरै धेरै लाग्छ होला। के